नमस्ते साथीहरू, देशमा चुनावी माहौल एकदम तातिँदै गएको छ। तपाईहरुले देख्नु भएको छ हैन, ठाउँ ठाउँमा विभिन्न किसिमका र्याली प्रदर्शनहरू पनि भइरहेका छन्। यसलाई जिताउनु पर्छ, उसलाई जिताउनु पर्छ भन्ने एकदम सबैको दौडधप हैन, यताउति। अब कसैले बुझेर लाग्नु भएको छ भने कसैले नबुझेर लयमा हाई मिलाएर राख्नु भएको छ। अब यो तपाईहरुले भिडियो त देखिहाल्नु भयो हैन। अब बुझ्नुपर्ने कुरा भनेको यो आन्दोलन चाहिँ केका लागि गरिएको थियो त, हामीले यो आन्दोलन किन गरिएको थियो, के को लागि गरिएको थियो भन्ने कुरा चाहिँ सबैले एकदम ध्यानमा राख्नु होला हैन। आन्दोलनलाई मात्र सीमित नबनाएर हैन, यो आन्दोलनलाई चाहिँ हामीले के को लागि गरेको थियौँ त, के चाहनको लागि हामीले यो आन्दोलन गरेको थियौँ भनेर चाहिँ तपाईले एकदम बुझेर हैन, अनि मान्छे चिनेर चाहिँ भोट दिनु होला। आफ्नोलाई भन्दा पनि राम्रोलाई भोट दिनु होला हैन। म सबैलाई शुभकामना भन्न चाहन्छु। अब हामी त यहाँ विदेशमा छौँ, विदेशबाट भन्नु त के नै छ र हैन। हामीले त अब गर्नुस् भन्ने हो हैन। यहाँबाट भोट हाल्न त मिल्दैन होला हैन, त्यसको बारेमा मलाई राम्रोसँग जानकारी छैन हैन। जेस अब तपाईहरुले चाहिँ अब आफ्नोलाई भन्दा पनि राम्रो अब भविष्य चाहिँ कसले बनाउँछ भनेर हैन सोचेर बुझेर विचार गरेर हैन। थाहा छैन भने अब कता सर्च गरेर हुन्छ कि के गरेर हुन्छ कि कोहीसँग जाने बुझेकोसँग सरसल्लाह लिएर हुन्छ कि हैन। लहीको पछिमा चाहिँ नलाग्नुस्, राम्रो व्यक्तिलाई छानेर चुनाव जिताउनुस् हैन। देशको अब सबै युवाहरू चाहिँ यसरी अब भोलि बिहान सबै देशै रीतिने गरी विदेशी नपरोस् हैन। सबैजना आफ्नै देशमा बसेर जागिर गर्न पाइयोस्, रोजगार खान पाइयोस्, सबैजना सँगै घर परिवार। अहिलेको अवस्था के छ, अब कोही कहाँ छ घर लथालिङ्ग भएको छ क्या, सबैको स्थिति त्यस्तै छ हैन। पढेर अब पहिला हामीले के भनिन्थ्यो सानोमा भन्दै, पढेर के बन्छ भन्दा पाइलट बनिन्छ, डाक्टर बनिन्छ त्यस्तै भनिन्थ्यो क्या पहिला। अहिलेका बच्चाहरूले के भन्छन्, पढेर के भन्छ भने सिधै विदेश जाने, यो देश जाने, कहिले अमेरिका जाने, कहिले जापान जाने। जन्मेदेखिकै त्यो माइन्ड हुन्छ नि, मेकअप त्यही भइसकेछ क्या बच्चाहरूको। मतलब अब पढेर के नै हुन्छ र, हामी जाने विदेश नै हो भन्ने त्यस्तो स्थिति सिर्जना भइसकेको छ हैन। यो स्थितिलाई हटाउनको लागि चाहिँ अब आउने जोसुकै होस्, अब बन्ने प्रधानमन्त्री अथवा अब बन्ने यो सांसद जुन हुन्छ नि, चुनावपछि जसले जितेर आउनुहुन्छ उहाँले चाहिँ देशलाई एकदमै माथि पुर्याउनु हुनेछ भन्ने विश्वासका साथ सबैले अब एकदम विश्वास गरेर मतदान गर्नु होला हैन। त्यसको लागि सबैजनालाई शुभकामना पनि भन्न चाहन्छु। र अब यति नै हो कुरा, जति गरे पनि अब कुरा लम्बिरहन्छ। अब आन्दोलनमा मरेको मानिसहरू जति पनि हुनुहुन्छ उहाँहरूले शान्ति पाउनको लागि चाहिँ तपाईहरुले राम्रो मान्छेलाई भोट दिनु पर्छ। यदि लहीमा लागेर उही पुराना भन्दामा पुराना सबै नराम्रा पनि छन् भन्न म चाहन्न हैन, राम्रा पनि होलान्। जो राम्रा छ उसलाई चाहिँ दिनु होला। हस्त, धन्यवाद, सलाम, जय सलाम।